धन्यवाद दिन चाहन्छु। सर्वप्रथम विजय दशमी तथा दीपावली साथै छठ पर्वको उपलक्ष्यमा सम्पूर्ण मेरो राइडर प्रेमी साथीहरूलाई मेरो निमन्त्रणलाई स्वीकार गरेर यहाँसम्म आइदिनुभयो तपाईँलाई धेरै 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 धन्यवाद दिन चाहन्छु। अनि अब ठुलो कुरा त केही छ, अहिले हामीले एउटा प्रोग्राम राखौँ दसैँपछि तिहार अगाडि राखौँ भनेर निकै जमर्को गरेको गर्दा गर्दै पनि हामीले प्रपोजलहरू पनि जिल्लामा सबैमा हामीले बुझाइसकेको हो। अब बर्गात सुनोर रामग्रामबाट हामीलाई यसको पनि अलिकति सहयोग छुट्याइसकेको अवस्था थियो। तर यो अकस्मात यो देशको विषम परिस्थिति आइपर्यो, त्यस कारणले गर्दा त्यो कार्यक्रम हामीले अहिले स्थगित गरेका छौँ। जस्तै अब राम्रो अब शान्ति हुँदै जाला तब फेरि हामीले एकपल्ट हामी सबै नेपालभरिको राइडरलाई यहाँ बोलाएर नवलपरासीलाई सिनमला भन्ने मेरो एउटा ठुलो धोको छ, त्यसमा चाहिँ तपाईँ सबैको साथ सहयोग मलाई जरुरी छ। म एक्लै गर्न सक्दिनँ, हेर्नु म एक्लै गरेर हुने भए मैले गर्न सक्थेँ, तर तपाईँहरूको साथ सहयोग भयो भने मैले सबैको हामी गर्न सकिन्छ है। त्यसैलाई मध्यनजर राख्दै हामीले आज सानो एउटा बनाएर चितो मिठो बनाएर हालिएको छौँ, त्यो खाएर इन्जोय गरौँ, रमाइलो गरेर जाउँ भन्दै फेरि पनि विजय दशमी दीपावली छठ पर्वको नेपाल सम्बत छठ पर्वको शुभकामना दिँदै मेरो छोटो मन्तव्य समापन गर्न चाहन्छु। जय साइकल।